मान्दैनौ के साह्रो के गरिरहेको खै पानी तताएनौ खै मम्मी बिस्कुट यस्तै छ बिहानीमा लौका र मटर मिसाउनु पर्यो गुन्द्रुक पनि छ केरा सबै ढल्यो हावाले केरा कति खान पाइन्थ्यो सबै लड्यो केरा त सोत्रो सागभात भने हेर्नै नहेर्ने मासु हो भने कुदेर आउने चटपटे पानीपुरी हो भने कुद्दै कुद्दै आउने सासले तान्ने के चलन आयो नि हामी त उहिले देखिन र चिन्दिउँ पो त्यति म त चटपटे पानीपुरीले त अगाउँदिन हौ खाएको जस्तै हुँदैन त्यही यसो मुख टक्का कहिले यसो पार्नुलाई हो भने एक चम्ची खाइहाल्छु पनि साह्रो मेरो नानी त हौ चटपटे मात्रै पानीपुरी मात्रै खालि थुक्पा चटपटे पानीपुरी भात एउटा हेर्दैन अनि भुँडी नफुलिएर के फुलिन्छ ग्यास्ट्रिकले अनि छिटो गर अब आज कति बजीदेखि पो जाँच नि पढ्नु हुँदैन पढ्दाखेरि जान्छ भनेको होला नि नानी कसले हो कान्छा बन्दा पढ्नु त खोइ त तिम्रो त केही छैन त नानी केही रिएक्सन छैन त केही छैन त काम पनि हराएको छुइनँ कि कान्छा म भित्र छिरे है ओइ म भित्र छिरेको ल रिमोट लुकाउनु पर्यो हो किताब हेर्नै लाग्दैन हो अनि त मान्छेहरूले भन्छ अब 3 दिन 4 दिन मात्रै अब स्कुल लगाउने भन्छ अन्त ठिक्क पर्छ कोदालो खुनेकै गर भारी बोकेकै 3 दिन मात्रै अब स्कुल लगाउने अरे सरकारले त्यहाँदेखि दिनै कोदालो खुन्दा त्यहाँदेखि स्कुल जङ फेरि लाग्छ होला नि होइन अहिले स्कुल गएकै गर्नु पर्दा चाहिँ उयो भएको छ अनि कहिले जानै मान्दैनौ त जसले भने पनि भयो भने त त्यो यो राम्रो नि काम पनि सिक्यौ अनि त्यो अब यता पढाइ पनि भयो राम्रो नि हुनु त त्यस्तो त कसले निकाल्छ होला अब निकाल्ने मान्छे त अब त्यो त एकदम राम्रो नि यता काम पनि फाइदा उता रोजगार पनि हुने पढाइ पनि हुने सबैमा त्यो हुन्छ के राम्रो परिचालन